सबैलाई जय मसिह। परमेश्वरको महिमा होस्। बाइबल अध्ययन युट्युब च्यानलमा यहाँहरूलाई स्वागत छ। म फेरि पनि यहाँहरूको सामु परमेश्वरको वचन लिएर उपस्थित भएको छु। प्रार्थना किन गर्नुपर्छ अनि प्रार्थनाको महत्त्वको बारेमा परमेश्वरको वचनबाट म यहाँहरूको सामु त्यो महत्त्वको कुराहरू बताउन उपस्थित भएको छु। हामीले प्रार्थना गर्नुपर्ने धेरै कारणहरू छन् र बाइबलले यसबारे स्पष्ट निर्देशन दिएको छ। बाइबलका विभिन्न पदहरूमा प्रार्थना कसरी गर्नुपर्छ, प्रार्थना किन गर्नुपर्छ, प्रार्थना कहिले गर्नुपर्छ अनि प्रार्थनाले परमेश्वरको नजिक कसरी जाने माध्यम पाउँछ भन्ने विषयमा प्रस्तुत गरेको छ। हामी यसबारे धेरै गहिरेर अध्ययन गर्नेछौँ। ध्यान दिएर सुन्नुहोस्, आशिष पाउनुहोस्। पहिलो, परमेश्वरसँगको सम्बन्ध राख्नको लागि प्रार्थना हाम्रो आत्मिक जीवनको श्वास हो। यसले हामीलाई परमेश्वरको नजिक बनाउँछ। परमेश्वरको नजिक जाने एकमात्र माध्यम भनेको चाहिँ प्रार्थना हो। जब हामी प्रार्थनाद्वारा परमेश्वरलाई पुकार गर्छौँ अनि परमेश्वरले हाम्रो प्रार्थना सुन्नुहुन्छ। यिर्मयाहको पुस्तक 33:3 मलाई पुकार र म तँलाई जवाब दिनेछु र तैँले नजानेका गहिरा र गुप्त कुराहरू म तँलाई बताउनेछु। जब हामी प्रार्थना गर्छौँ, प्रार्थनाद्वारा परमेश्वरलाई पुकार गर्छौँ अनि हामीले नजानेका गहिरा ती गुप्तको कुराहरू परमेश्वरले हामीलाई बताउनुहुन्छ। किनकि प्रार्थनाद्वारा नै हामीले परमेश्वरसँग सल्लाह माग्न सक्छौँ। प्रार्थनाद्वारा नै हामीले नसकेका कुनै पनि असम्भव कार्यहरू पनि परमेश्वरद्वारा हामीले सम्भव भएको देख्न सक्छौँ। दोस्रो, परमेश्वरको इच्छा बुझ्नको लागि हामीले प्रार्थना गर्नुपर्छ। प्रार्थनामा हामी परमेश्वरको योजनाबारे मार्गदर्शन माग्न सक्छौँ। हाम्रो जीवनमा परमेश्वरको योजना के छ? हाम्रो जीवनमा यो संसारमा हुँदाखेरि हामीले के गरेको उहाँ चाहनुहुन्छ, त्यो चाहिँ हामीले प्रार्थनाद्वारा उहाँको इच्छा बुझ्न सक्छौँ। परमेश्वरको इच्छा स्वर्गमा जस्तै यस पृथ्वीमा पुरा हुनुपर्छ अनि यो पृथ्वीमा पुरा होस् भनेर हामी निरन्तर प्रार्थना गर्नुपर्छ। अनि हाम्रो जीवनमा पनि परमेश्वरको योजना पुरा होस् भनेर हामीले निरन्तर प्रार्थना गर्नुपर्छ। यो संसारमा परमेश्वरको योजना पुरा होस् भनेर हामी निरन्तर प्रार्थना गर्नुपर्छ। अनि प्रभु येशू ख्रिस्टले आफैले भन्नुभएको छ, तिमीहरू यसरी प्रार्थना गर्नुपर्छ। मत्तीको पुस्तक 6:10 अनुसार हेरे पनि उहाँले सिकाउनु भएको छ, यसरी तिमीहरूले प्रार्थना गर्नुपर्छ। तेस्रो, शान्ति र शक्ति प्राप्त गर्न विभिन्न कारणले चिन्ता, अविश्वास, डरले हामीलाई सताइरहेको हुन्छ। जब हामी प्रार्थना गर्छौँ, हामीमा त्यो चिन्ताहरू हट्दै जान्छ। हामीमा परमेश्वरको शान्तिले हाम्रो हृदयमा बास गरेको हुन्छ। जब हामी प्रार्थना गर्छौँ अनि प्रभुको शान्ति हामीले महसुस गर्न सक्छौँ। परमेश्वर हाम्रो नजिक हुनुभएको, परमेश्वरले हाम्रो प्रार्थनाको उत्तर दिइरहनु भएको यो कुरालाई हामी विश्वास साथ ग्रहण गर्न सक्छौँ अनि हामीभित्र भएको चिन्ता, डर, अविश्वासहरू सबै हटेर जान्छ। फिलिपी 4:6-7 हेरे भने कुनै कुरामा चिन्तित नहो, तर हरेक कुरामा प्रार्थना र निवेदनद्वारा धन्यवाद सहित तिमीहरूका बिन्ती परमेश्वरमा जाहेर हुन् र समाजले नै भियाउन नसकिने परमेश्वरको शान्तिले तिमीहरूका हृदय र तिमीहरूका मनलाई येशूमा रक्षा गर्नेछ। आदरणीय प्रभुमा प्रियजनहरू, जब हामी प्रार्थना गर्छौँ, हामीभित्र भएको चिन्ताहरू हटेर जान्छ। कुनै कुरामा चिन्तित नहो, धन्यवाद साथ प्रार्थना गर। हामी हरेक अवस्थामा जब हामीलाई विभिन्न कारणले सतावट आउँछ, चिन्ता आउँछ, डर आउँछ, हामी त्यो बेला प्रभुसँग धन्यवादसँग प्रार्थना गर्नुपर्छ। येशूको नाममा गरेको प्रार्थनाले तपाईँ हाम्रो जीवनमा आशिषको मूल फुटेर आउँछ। येशूको नाममा गरेको पुकारा तपाईँ हाम्रो जीवनमा जे असम्भव कुरा छ त्यो सम्भव भएर आउँछ अनि हामीले धन्यवाद साथ प्रार्थना गर्नुपर्छ। उहाँले स्पष्ट भनेको छ, हामीले नसोचेका कुराहरू, जे असम्भव देखेका कुराहरू
ती प्रभु येशू ख्रिस्टमा सम्भव हुनेछ। त्यो चाहिँ प्रार्थनाबाट त्यो कुराहरू सम्भव छ। चौथो, पापबाट मुक्त र क्षमा पाउन। प्रार्थना पश्चातापको माध्यम पनि हो। यदि हामीले प्रार्थनाद्वारा पश्चाताप गर्छौँ अनि येशूको नाममा घुँडा टेकेर हामी प्रार्थना गर्छौँ भने अनि पश्चाताप गर्छौँ भने परमेश्वरले हाम्रो पापहरू क्षमा गर्नुहुन्छ। पहिलो यूहन्ना 1:9 यसरी भनेको छ, यदि हामी आफ्ना पापहरू स्वीकार गर्छौँ भने उहाँ सबै अधर्महरू पापहरू पखाल्न उहाँ विश्वासयोग्य र धर्मी हुनुहुन्छ, जसले हामीलाई पाप क्षमा गर्नुहुन्छ। आदरणीय प्रभुमा प्रियजनहरू, प्रार्थनाद्वारा हामी पश्चाताप गर्न सक्छौँ। प्रार्थनाद्वारा येशूको नाममा हामी पश्चाताप गर्छौँ भने हाम्रो पापहरू उहाँले क्षमा गर्नुहुन्छ अनि हाम्रो अधर्महरू क्षमा गर्नको लागि उहाँ विश्वासयोग्य र धर्मी हुनुहुन्छ। यसकारण हामी प्रार्थना गर्नुपर्छ। पाँचौँ, अरूको लागि बिन्ती गर्न। हामीले आफन्त विश्वास गर्नेहरू र देशका शासकहरूको लागि पनि प्रार्थना गर्नुपर्छ। हामीले मुक्ति पाएका छौँ, हामीले जीवन पाएका छौँ, हामीले शान्ति पाएका छौँ, हामी त्यो कुरा सित्तैमा पाएका छौँ भने त्यो शान्ति, त्यो मुक्ति, त्यो जीवन हाम्रो आफन्तहरूले पाउनुपर्छ, हाम्रा छिमेकीहरूले पाउनुपर्छ, हाम्रो देशका मानिसहरूले पाउनुपर्छ, हाम्रा देशका शासकहरूले पाउनुपर्छ। प्रार्थनाद्वारा त्यो कुरालाई प्रभुसँग माग्न पर्छ। येशूको नाममा हामी यो कुरालाई प्रार्थनाद्वारा अन्तर्विन्ती गर्नुपर्छ। अनि हाम्रा मण्डलीका अगुवाहरूको लागि प्रार्थना गर्नुपर्छ, मण्डलीका विश्वासीगणहरूको लागि प्रार्थना गर्नुपर्छ, अनि हाम्रा सम्पूर्ण यो देशको लागि प्रार्थना गर्नुपर्छ। अनि भन्नै पर्दा हामी एउटा शान्तिको लागि प्रार्थना गर्ने व्यक्तिहरू हौँ, विश्व शान्तिको लागि प्रार्थना गर्ने व्यक्तिहरू हौँ। अनि येशूको नाममा गरेको प्रार्थनाले निश्चय पनि आश्चर्य कार्य गर्छ। त्यसैले हामीले अरूको लागि पनि अन्तर्विन्ती प्रार्थना गर्नुपर्छ। पहिलो तिमोथी 2:1-2 पावलले भनेको छ कि सबै मानिसहरूका निम्ति नम्र निवेदन, प्रार्थना र मध्यस्थता, बिन्ती र धन्यवाद चढाउँछु। राजाहरू र सबै उच्च पदमा भएकाहरूका निम्ति पनि, ताकि हामी निर्धक्क र शान्तिपूर्ण भएर हर प्रकारले धार्मिक र आदरणीय जीवन बिताउन सकौँ। 6. विश्वास र चमत्कारका लागि। यदि हामीले विश्वास साथ परमेश्वरसँग हामी प्रार्थना गर्छौँ भने बिरामीहरू निको हुन्छ, रोगहरू हटेर जान्छ अनि जे असम्भव कुराहरू छ ती सम्भव भएर जान्छ। मर्कुसको पुस्तक 11:24 हेऱ्यो भने तिमीहरू प्रार्थनामा जुनसुकै कुरा माग्दछौ भने विश्वास गर कि तिमीले त्यसलाई पाइसक्यौ। जब हामी विश्वासद्वारा प्रार्थना गर्छौँ, कुनै कुरामा एक मन भएर प्रार्थना गर्छौँ भने, शङ्का नगरिकन प्रार्थना गर्छौँ भने हामीले यो कुरा बुझ्नुपर्छ कि प्रभु परमेश्वरले हाम्रो प्रार्थनाको उत्तर दिइसक्नु भएको छ। निष्कर्ष, प्रार्थना परमेश्वरसँगको सम्बन्ध, मार्गदर्शन, शक्ति, क्षमा र चमत्कारको ढोका हो। हामीले हर कदम हर प्रकारले प्रार्थना गर्नुपर्छ। हरेक अवस्थामा हामीले प्रार्थना गऱ्यौँ भने, हरेक घडी हामी प्रार्थना गऱ्यौँ भने अनि परमेश्वरले ती प्रार्थनाको उत्तर दिनुहुन्छ। अनि प्रार्थना र परमेश्वरको सल्लाह माग्ने अनि शक्ति माग्ने, क्षमा माग्ने र सँगै अनि उत्तर माग्ने एउटा बलियो ढोका हो। यसले आत्मिक जीवन बलियो बनाउँछ। आजको वचन अध्ययनमा यहाँहरूलाई परमेश्वरले आशिष दिनुभएको होस्। आजको दिन यहाँहरूको शुभ रहोस्। सबैजनालाई जय मसीह।